कामबाट भएको साथीहरू छुट्टी अनि अझै अरू बाँकी पनि छ सबैको काम। आज सबैको सर रजा हो। भिडियो बनाउँछ कोही मान्छेले नगर्ने क्या लाज मन भिडियो बनाए छैन के दाजु यार तपाईँ पनि यार भिडियो हैन के के हो त्यो जाने हो के रे रिफ्लेक्स भिडियो हो यो हैन उमा जान्छ के भन्छ रे फेसबुक लाइभ हो दाजु फेसबुक लाइभ मात्रै नहाल्नु हो च्यानलमा जान्छ आज सबैको रजा हो साथीहरू। अफिसका सबै कारिगरले हात खुट्टा धुँदैछन् सन्डे हो भनेर। अनि यो मेरो साइकल हो, म यसमा जाने हो रुममा अहिले। त्यो रुम आइसक्यो रुममा। अनि मेरो छोरी फेरि अहिले यहाँ सुतिरहेछ, खेली गरेर नि छोरी। अनि फेरि मेरो बुढी यहाँ फोन गरेर हैरान पाल्न छ मलाई, कता गयो भनेर। साथीहरू आज के हुन्छ दिउँसभरि होइन, हेर्नु होला ब्लग बनाउँछु कि बनाउँदैन त्यो पनि थाहा छैन, पर हेरौँ के हुन्छ। अनि फेरि आज अहिले फेरि यो सब साफसफाइ गर्ने हो। अनि यताबाट सामान मिलाउने भने माथिको साफसफाइ गर्ने भने अहिले। साथीहरू अहिले म सुतेको छु, के गर्ने बाहिर घाम धेरै छ, के गर्ने घाममा बाहिर घुम्न जान सकिन्न। मेरो बुढी र मेरो नानी त्यहाँ मजाले सुतिछ होइन। त साथीहरू अब जानु पर्ला 4:30 बजीतिर। खानापिना पनि भइसक्यो, नास्ता पनि भइसक्यो। अब एकछिन अब रातभरि नाइट ड्युटी गरेँ, एकछिन मजाले सुत्नु पर्यो 1-2 घन्टा, त्यसपछि जानु पर्ला घुम्न। हुन्छ कि हुन्न अब अगाडि हेरौँ साथीहरू है। त्यो साफसफाइ पनि भइगयो, यतातिर मिलाएको अहिले ट्याक्क पछि फेरि अब सामान ल्याएर मिलाउनु पर्ला। त्यो भर्खर उठेर अहिले निन्द्रामा उठेर अहिले जाने प्लान भारी छ, जाने बोर्डतलब। त मेरो बुढी पनि रेडी भइसकेको छ। अनि साथी म पनि रेडी भइसकेको छु। मेरो पुच्चो सानो बाबु रेडी हुन्छ अब। छिटो सत्यो जाउँ। हडबडीमा साथीहरू म अघि नै मैले मना गरिदिनु, त्यही भएर त जान लाग्छौँ साथीहरू अहिले हामी घुम्न। साथीहरू अब हामी जान लाग्छौँ, मेरो बुढी साथी कि नानी पनि साथी भनौँ होइन। अब घुम्न जाने साथीहरू भोटतलाउ गइकन कमसेकम 1000 बार त्यही घुमेर आएको। फेरि हामी अहिले जान लाग्छौँ, किनकि 15 दिन बाद एक छुट्टी पाएको साथीहरू कामबाट। रेडी छ बुढी? रेडी। ल सल्लाह मिलाइदिने हो। साथीहरू नानीहरू पनि रेडी भएर जान लाग्छन्। हामी रेडी भइसकेर अब जान लाग्छौँ। लास्ट छुट्टी कहिले? साथीहरू हामी जान लाग्छौँ मैले बोर्डतलाउ। साँझ पखेको टाइम भयो। तलबाट आइराखन भैँसी पनि घुम्न जान लागि। यहाँ जहिले पनि साथीहरू गाईको मेला यहीँ लागिरहन्छ, यहीँ यिनको बसोबास। अनि यो साथीहरू डिजे वाला ट्रक। साथीहरू यहाँ एभ्रिडे यस्तै लागिरहन्छ यहाँ मेला जस्तो। यार देख रहे हैं तू उजला जिसका बर्तन है काला वाला कितनी है
आइरह बुढी धेरै दिनपछि घुम्न आएको धेरै महिना किन हाम्रो अनि यति महिनापछि आएको भने किन लाज मार्नु ये दिल त साथीहरू त्यहाँ सानो सानो टापु छ त्यहाँ साथीहरू चरा आइरहेछन् तल सही छ नि साथीहरू यहाँ बसी बसिकन रात पर्न लागेको सूर्य पनि अस्त हुन लागेको साथीहरू अब रुममा जाने यो साथीहरू माछा खाने चरा साथीहरू आज माथि माथि नै घुम्यो अरू घुमेर टिकटक भिडियो बनाएर इन्स्टाग्राम भिडियो बनाएर अब रुमतिर जान लाग्छौँ के बोल्न चाहन्छु भन अर्कोचोटि आएपछि तलपाई घुम्नु जाने हो आजको यस्तो भयो यता पनि मन भरेन गरे अनि हाम्रो पनि ढिलो आयो साथीहरू त्यही भएर ढङ्गको केही भएन अब नेक्स्ट टाइम अर्को पालि त्यहाँ तल जाने होला यहाँहरू तल हेर्न सक्नुहुन्छ यसरी नाचिरहन् मोर यतापट्टि सुतेका साथीहरू कुकुर तल खेलिरहन् बतकहरू हामी साथीहरू घुमेर आइसक्यौँ अनि पेप्सी जो पनि खाएर आइसक्यौँ अब भेटौँला अब अर्को भ्लगमा ल हुन्छ बाई बाई साथीहरू